धेरै ए किलाउ माया मैतिर किला उतिर ए निर नलाउ दुईतिर भयो होला भाइ चिप्नु है यसले चेपेर राख्ने हो ढुङ्गाले चिप्नु अलि उडिहाल्छ हावाले बिचमा राखिदिउँ है त्यसो है गुड मर्निङ गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि ठिकै छु हामी चाहिँ ट्रेकिङको लागि अब निस्किसकेको छौँ झोला सोला बोकेर हजुर चाबी माथि नै हो होइन आमा होइन उहाँहरूको गरेको छैन हाम्रो मात्रै हो अरूको चाहिँ हामी गर्दैनौँ कि किनकि ल साथी अब आज बियो सालले हाली स्कुलमा हजुर एक्लै आउनुभएको फोन गराउनु कता आउनु भयो हामीलाई लैजाने दिदी उहाँ नै हुनुहुन्छ हामी यता बुक गरिसक्यौँ है त्यही भएर फोन गर्नु भयो जाने ट्रेकिङबाट अब निस्केको हामी त हिजो गएनौँ नि सुत्यौँ मस्तै आज त आउँदैन तर हिउँ चाहिँ परेको भने है भिडियो देखिरहेको थिएँ माथि गरे पानी हिउँ चाहिँ परेको ट्याक्क क्लब 16 आइसक्यो साथीहरू यहाँबाट खतरा केटीहरू निस्केर चिलमा यति बेला निस्किँदो रहेछ यस्तो पनि हुन्छ है ओके यति बेला बिहान पनि निस्किनु पाउँछ क्लबबाट हुन्छ मलाई चाहिँ थाहा नै अहिलेसम्म मैले गएको पनि छैन त्यही भएर हो जता गयो नि पाइयो त्यसो भए राति तर कति कराउने हुन् हिजो रातिको ओके सुत्नै नपाएर कराउने छन् कि अब लाग्यो है अङ्कल ल बाई बाई पछि आउँला पछि भेटौँला राम्रो ठाउँमा आइसकेका छौँ यहाँ अब नाम पनि थाहा छैन है किन हो ल हामी थाहै छैन थाहै नभएको गाउँमा आइपुगेको छौँ साथीहरू होइन ठ्याक्क लाएर हेर्नु न यस्तो दामी छ क्या यस्तो दामी हेर्नु ल यताबाट देखाइदिन्छु ल ओ माथि चाहिँ हिउँ परेर रहेछ यस्तो दामी गाउँ कस्तो राम्रो राम्रो घरहरू कि यस्तो घरहरू मनपर्छ कि मलाई हेर्नु न ओ यस्तो दामी सुस्मित चाहिँ फोटो खिचौँ ल ए ल कोखे डाँडा आइपुग्यौँ है हामी साथी ल यहाँ आइपुगिसक्यौँ हाम्रो गाडी चाहिँ यही हो पहिला यस्तो दामी आओस् के सुस्मित बाटो कस्तो भाइ छोड़
बाटो यस्तो दुःख रहेछ कि हेर्नु न हिलो बाटो हेर्नु नि बाटो यस्तो छ क्या साथीहरू पुरै हिलो हो हाम्रो गाडी चाहिँ यहाँ छ हिँडेर जाने बाटो चाहिँ यताबाट रहेछ हिँड्दै जाने किनकि हामी यहाँ माथिसम्म त गाडीमै जाने हो नि त त्यही भएर हाम्रो सिस्मी प्यारी क्युटी प्यारी यता छिन् ओ माथिबाट आउँदै ऊ हेर न क्या दामी आउनु गर न तिमी भ्लग छिटो गर के ल यताबाट चाहिँ उमा हे विदेशीहरू पनि कस्तो मजा तर यहाँ यस्तो जाडो छ कि साथीहरू गर न तिमी भ्लग गर न भनिरहेको छु मैले ए हाम्रो गाडी चाहिँ के माथिबाट देखाउनु हजुर उयो माथिबाट आउनु सुस्मी ए कस्तो भिड हेर्नु न एहे कस्तो दामी यार लास्ट रमाइलो भयो आउने यार एकचोटि हक गरौँ आउनु नगर कस्तो भिडियो त गर्छन् क्या सबैले तर लास्टै जाडो भयो किन भएन माथिबाट हेर्नु नि साथीहरू कति दुःख हो बाटो यस्तो छ होइन हो तर हामीले पानी ल्याएन पनि काट्नुलाई ओ हाम्रो चाहिँ गाडी खै त्यो पछाडि गएको होइन अगाडि गएको भरे त दाइले बुढ्यो ऊ यहाँ माथि घाममा बसौँ हेर जस्तो जाडो भयो मेरो सक्दैन नि यार चिसो म त मरेँ चिसोले मरेँ साथीहरू आउन हेर्नु साथीहरू बाटो यस्तो दुःख छ ए माथि ल अब हिँड्न नजानेको के हो यस्तो दामी हजुर ए हाम्रो गाडी त त्यहाँ आउँदैछ अब यहाँ रमाइलो हेर्ने हो क्या रमाइलो बिचरा चलाउनेलाई कस्तो गाह्रो होला ओ माइ गॉड ओइ हालेछ नि तेरो भाइ कस्तो नझरेको हाम्रो त्यहाँको मान्छेहरू के म त्यही भएर म डर लागेर म त झर्ने सक्दिनँ म त होइन तर फेरि यस्तो हुन्छ फेरि खाली पनि लास्टै हुर्किन्छ नि त अलिअलि मान्छे त बस्नुपर्छ ओह्रालोमा झर्दाखेरि म त एक्लै हिँड्दै आएको हेर नि तर हामीले पनि ब्याकअप लिएर आउनुपर्ने छोटे इङ्ग्लिस त आउला नि सब विदेशी अमे केही नहोस् है मम्मी म चियाले चियाके मात्रै जार बाटोहरू पनि दुःख बिस्तारै गर्छ बिस्तारै एक वान रोल गरेर जाऊ त बाबु बिस्तारै जा हेलो हेलो हजुर के इलाङ खान्छ बाटो कति दुःख यस्तो धन्दा बाटो ओ माइ गॉड कस्तो भन्छ तपाईँले चाहिँ फोटो खिच्दै आउनुहुन्छ त्यस्तो नभन्नु न मनै दुख्यो दाइले कटक्कै भन्नुभयो हजुर के अब धन्दै कुरी छ दाजु ल केटा धन्दा म त कस्तो डर लाग्थ्यो भाइ राम्रोसँगै कटायो नि अब हाम्रो गाडी ल्याउनु छ तर यहाँ बाटो लास्टै चिप्लो रहेछ कि हेलो हेलो हाई गर्नु नि सबैजनाले सुस्मी हाई ल सबै क्यामेराम्यान ल अब चाहिँ हाम्रो गाडी आउँछ है सो गाइज हामी चाहिँ भोलि पानी आइसकेको छौँ यस्तो दामी यति खुसी लागेको छ कि सुस्मी कति खुसी लागेको छ यस्तो खुसी लागेको छ हेर्नु न यहाँ पछाडिको हेलो दाई हाई उहाँ चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ दाजु चाहिँ होइन यति हेल्प गर्नुभयो हामीलाई खुसी लाग्यो हाम्रो ड्राइभर दाइ चाहिँ आउनुहुन्छ हाई गर्नु न हेलो चाहिँ के भन्छ फेरि अलि राम्रो ठाउँमा राखिदिनु ल लास्टमा नराख्नु है पर्सि पछि फर्किन्छ मलाई हामी बल्ल कति बेला हो बिहान होला बिहान
ल अब चाहिँ यहाँको भ्यू हेर्नुलाई साथीहरू यस्तो दामी हामीसँग आउने क्या दामी मम्मी यो झोला चाहिँ राख्नु न पहिला हस् दाजु ल अब जाम है हाम्रो ग्रुप चाहिँ यति नै साथीहरू ल हेर्नु क्या दामी कस्तो राम्रो हो के मम्मी म त पागल हुन्छ होला यार फर्स्ट टाइम यस्तरी आएको हो कि ओ माई गड यस्तो रमाइलो लागिरहेको कि मलाई हामीलाई कोही चाहिँदैन रोको 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 यस्तो दामी ल हामी जान्छौँ साथीहरू अब सुस्मी चाहिँ अगाडि छिन् ल यस्तो दामी हजुर ए रोक न प्लिज ल अब हामी लाग्छौँ है साथीहरू लाग्यौँ अब सुस्मी कति रहेछ किचन ए लौरी लामो गरौँ न टेक्निक होला नि है यस्तो रमाइलो फिल भइरहेको मलाई भित्रभित्रबाट एकदम यस्तो रमाइलो भयो कि तर मलाई यस्तो रमाइलो ठाउँमा फर्स्ट टाइम नै होला कि कति रमाइलो लाग्छ उयो लामो गराइदेऊ न सुस्मी ल हेर्नुहोस् साथीहरू यस्तो दामी भ्यू म घुमे सँगसँगै हजुरहरूलाई पनि म घुमाउने छु अनि हाम्रो सिस्टर हेलो सिस्टर उहाँ चाहिँ के भन्छ इन्डियादेखि आउनुभएको तर एक्लै हिँड्नु के भन्छ एक्लै हिँड्ने हिम्मत पनि गर्नुभयो तर मैले माने हजुरलाई माने तर म यही ठाउँमा म भएको भए म आउँथिनँ कि एक्लै म सक्दिनँ कि साँच्चै सिरियसली सुस्मी छ र त अब धेरै मान्छे जो हेरिरहेछ डाउट भइरहेछ ब्याग बोकेर फनक्कै आइहाल्नु हेर्नु एक्सप्लोर हिम्मत यदि साथी छैन भने उहाँको हिम्मत हेरेर हजुरहरू आउन सक्नुहुन्छ होइन त सुस्मी तर हिँड्न नसक्ने यार मै होला म हुनु पर्ने मोटो मान्छे होइन अब माथि जाने अब भोलि अब माथि गएर तल फर्किँदाखेरि जाँड भ्याउन जस्तो लाग्छ भोलिको बसाइ नि यतै हुन्छ हाम्रो भोलिको बसाइ नै यतै हुन्छ होला सायद खोइ थाहा छैन हिँड्न सक्यो भने अब हात गरिसक्यो भाइ यस्तो दामी ल हेर्नुहोस् साथीहरू यहाँको भ्यूहरू हेर्नुहोस् प्लिज छोडेर चाहिँ नजाऊ न तिमी छोडेर गयो भने म त पागल हुन्छ होला अब हामी बाटो लाग्यौँ आगो ताप्दै यता सुस्मी पानी खाँदैछु यता हाम्रो दिदीहरू खाजा के खाने भयो हजुर खाजा के खाने हजुर हजुर भोक लाग्यो मैले खाएर हुन्छ अनि तिमी भन नि तिमी जे खान्छौ म त्यही खान्छु अब हिँडिसकेको छौँ सुस्मी अगाडि छिन् म चाहिँ पछाडि म त लौरो लिनै पर्छ म हिँड्न सक्दिनँ ल यहाँबाट चाहिँ अब हामी झोला चाहिँ राखेको छौँ झोला चाहिँ किनकि हामी आज यहाँ माथि घुम्नको लागि हामी हिँड्न सक्दैनौँ 2-3 घन्टा त माथि जानै लाग्छ होला त्यही भएर क्या दामी हेर्न फुलहरू यता त बसिहाल्नु गयो हाम्रो टोली चाहिँ यति नै हो कि साथीहरू सुस्मी माहितीले फोटो यहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ जानु चाहिँ जाने फर्केर आउनु नजाने अहिले हामी कति घन्टा हिँड्नुपर्छ माथिसम्म मात्रै हो हजुर थाक्यो हौ थक लाग्यो दाँत देखेर यहीँ गर्दैन ओ हान्छ होला है सुस्मी उठ भने उठिसकेको रहेछ
आमा चस्मा लाउ के रमाइलो के छ मेरो भाइ ठिक छ ओके खुट्टाले पो हानिदिन्छ त हौ यसले त सो गाइज यसलाई तिमी बना म पछाडि बोल्छु तिमी बोल न के मेरो भावमा यस्तो मोबाइल लाउन मन लाग्दैन हजुर अर्को नि समस्या यस्तो मोबाइल अच्छा मोबाइल भन्छ क्यामा चस्मा छ मसँग ल माथि गएर ल बोल न सुस्मी ल हाई हेलो भाइ ह्यान्डसम भाइ कस्तो क्युट छ नि हाम्रो भाइ हाई गर्नु नि भाइ हाई ओइ लडेको झन्डै लडेको भनेर लडिदिने रे के लु बबिता हजुर के छ हजुर सन्चै हुन्छ हामीलाई केही फरक पर्दैन कोही नभए नि हामी चिलमा दुईजना भएर चलिदिन्छौँ हामीलाई के भनेर फेरि त्यहाँ कसैलाई यता देखाउ न कसैलाई घचका पर्छ फेरि हो नि त हो कि होइन परे परोस् बाल मतलब हामीलाई के मर्छ लौरो च्यापेर हिँड्ने मान्छे के बहिनी च्यापेर हिँड्ने बेला लौरो च्यापेर हिँड्नु पर्यो भन्ने जस्तै भन्छु भयो भन्ने क्या तिमीले भन त्यो म अलि भन्न मिल्दैन हजुर कस्तो यति आनन्द त कहिल्यै भएको थिएन होला कि साथीहरू यस्तो रमाइलो भइरहेको कि हजुरहरूलाई भएको छैन रमाइलो भएको छ आउनु यस्तो मेमोरी होस् कि हामी पछि माथि कस्तो राम्रो देखिँदैछ हामीलाई त आउँदैन गाउन पनि कति राम्रो हाल्छ टिपा टिपा ल टिपा भाँच्देऊ न भाँच्देऊ हेलो केही हुन्न टिप्नुहुन्छ तिम्रो मनैमा हजुर तपाईँहरू कहाँ हिँड्नु भएको बहिनीहरू कतानिर नि ठ्याक्कै भन्नु त ठेगाना ठ्याक्कै भन्नुहोस् न अहिले चाहिँ हामी भरे पानी यतापट्टि जाने भन्थ्यौ बाबे यताबाटै होला Oh my god. भोलि हामी यहीँबाट जाने क्याप टोपीले जाडो नछेक्दा रहेछ त्यही भएर मैले ल्याएन हामी बस्नु Look at the view. ए लाली गुराँस फुल्यो रुखतिर ए किलाउ माया मैतिर किलाउ उहीतिर ए निर नलाउ दुईतिर दामी भाषा थियो ल हेर्नुहोस् यहाँ बाटो पनि हेर्नु यस्तो दामी हेर्नुहोस् तर नेपालमै पनि यस्तो दामी दामी ठाउँहरू छ साथीहरू होइन म चाहिँ फर्स्ट टाइम हो यसरी हिँडेको पनि होइन फर्स्ट टाइम नै हो म यसरी घुम्नको लागि भनेर एकदम म 3-4 दिन 4-5 दिनै घरबाट छुट्टी लिएर
यसरी हिँडेको चाहिँ फर्स्ट टाइम हो साथीहरू होइन। हजुरहरू पनि चाँडै आउँ भन्दा चाँडै आउनु होला यदि घुम्न आउनुहुन्छ भने, किनभने फुल चाहिँ सुकेर यस्तो भइसक्यो, सबै झरिसक्यो कि फुल सुकेर यस्तो भइसक्यो हो। त्यही भएर लगभग 6-7 दिनभित्रसम्म चाहिँ बस्छ होला सायद। त्यसपछि चाहिँ हेर्नु आफै बुझ्नुहोस् होइन बहिनी। भन न हजुर, भन न। ल हजुर, ल यता सुस्मीहरू चाहिँ यता फोटोसोटो खिच्दै ह प्लिज। ल आउँछु। ल हेर्नुहोस् त साथीहरू, यहाँ खासमा चाहिँ यो के गराएर छोड्ने मैले कुरा बुझ्नै सकिनँ साथीहरू। यहाँ हेर्नु त ल, यहाँ चाहिँ ढुङ्गाले यसरी चाँगेर आएको एकछिन न प्लिज। यहाँ म भिडियो गराउँदैछु। हेलो भाइ, यता हेर न, यता तिम्रो चस्मा चाहिँ हो के दामी, एकचोटि खोलिदेऊ न। ओहो क्या हेन्डसम छ नि यार भाइ त। होइन छौ, होइन हेन्डसम छौ साँच्चै हो, कस्तो दामी हो। हेर्नु साथीहरू सबै यस्तै। यो चाहिँ यसरी बनाएर छोड्यो भने के हुन्छ मलाई त थाहा छैन है, तर बनाउने मात्रै हो। ए चिनोको लागि ल ओके, म पनि बनाएर छोड्छु, हामी पनि बनाएर छोड्छौँ ल। अहिले बनाउँछु ल। भ्लग त यस्तो लामो भयो होला साथीहरू, तर उता हेर्नु न, उता फोटो खिच्दैछ सुस्मीले चाहिँ। अब बसेर फोटो खिचिरह। हात खायो हात त यस्तो भयो, निलो भयो हात त, हेर्नु पुरै। उता फोटो खिचिरह मक्ख परेर। यहाँ लाली गुराँस ए बढाइ जता हेऱ्यो नि यस्तो भयो कि यति थकै लगाएको, यति महसुस पनि राम्रोसँग भएन कि, किनकि त्यो हल्का हिँड्दाखेरि त भइहाल्छ कि, तर यस्तो तरिकाले कि जता हेरे पनि लाली गुराँस देखेपछि त आनन्द फिल हुँदो रहेछ कि साथीहरू। अन्त यति आनन्द फिल भयो कि साथीहरू म त भन्नै सक्दिनँ, म व्यक्त गर्नै सक्दिनँ। त्यस्तो फिल भइरहेको, यस्तो आनन्द फिल भइरहेको छ, यति रमाइलो रहेछ कि यार। अब आज चाहिँ यहाँ हाम्रो यहीँसम्म हुन्छ साथीहरू होइन। हाम्रो मेन टार्गेट गरेर चाहिँ यहीँसम्म आज साथीहरू होइन, यहीँसम्म आयौँ। अब भोलि चाहिँ हामी हिउँ खेल्न जानेछौँ साथीहरू। आजको लागि चाहिँ यहाँसम्म मात्रै। अनि यहाँ चाहिँ अब मैले पनि यहाँ ढुङ्गाले चाँगेर बनाउँछु। भाइ तिमीले कुन बनाएको छ? तिमीले यो हो? ल हेर्नु साथीहरू, भाइले क्या दामी गराएन है। चस्मा लगाऊ न सरकार। अच्छा अच्छा, तिमीरा चस्मा नै है? नै है? अच्छा ल ल ल ल। अब चाहिँ सबैजनाले यसरी चाँगेर छोड्नु भयो रहेछ। सुस्मी र म भएर पनि बनाउँछौँ ल साथीहरू। हाम्रो आज यहीँसम्म मात्रै हुनेछ। अनि अब हामी फर्किन्छौँ फोटो भिडियो बनाएर। यति जाडो हुन्छ मलाई त, हामी त गएर आगो ताप्छौँ साथीहरू। अब तर यस्तो रमाइलो भइरहेको नि, म के गरौँ, म त एक्लै आएँ नि रमाइलो हुन्थ्यो होला जस्तो भयो क्या अहिले त। कोही नचाहिँदो रहेछ कि सुस्मी र म। अनि यसरी म केही छैन भनी, म केही पनि भन्न सक्दिनँ होइन। ल ल मेरी आमा, म यहाँसम्म आइपुगेको छु। धेरै धेरै मिस यु सो मच मेरो आमा, मेरी प्यारी आमा, म यहाँ छु। यस्तो छ रमाइलो ठाउँमा छु, यस्तो दामी। ल भाइले चाहिँ यहाँ लाली गुराँस पनि यसरी राखिदिएको नि। ल दामी 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 फुल देख्यो। ल हजुर ल आए ल साथीहरू, म चाहिँ यहाँ यस्तो बनाउँदैछु। चाँगेर म सुस्मी रिसाएर मसँग रिसाइसकेको छ। म चाहिँ यो चाँगेर, यो चाहिँ एउटा चिनो मात्रै रे साथीहरू होइन। सबसे ठुलो तल राख्ने। ओके ल्याउटा ठुलो। ल भयो धेरै नहोस्, ठ्याक्क सानो मात्रै गराउँछु ल। सानो सानो 2-3 टा ल्याउ ल। बाबु क्यामेरा छेक्यो, तिमी यता आउँछ। हुन्छ यसो ल घर बनाउनु लाग्यो साथीहरू। म यतै बास बस्छु होला आज सायद। दामी हजुर थाप्ले खोइ हामी पनि फर्स्ट टाइम आएको के होइन कि यो थाप्ले त यता साइन छ बरु थाप्ले भनेर यतै जाने भनेर साइन छ। योभन्दा माथि होला। ओके अलि सानो सानो ल्याउ त, अलि अग्लो गरम खान्छ। 4-5 ल्याउ।
हजुर ए उयो रुखलाई भन्नुभएको ए Tu não te ajuda, gente? So guys, मेरो चाहिँ अघि तलको लेखेन बाबु मम्मी म मर्यो होला मेरो ठोक्यो घोडा ठोक्यो खैले भन्छ थ्याङ्क यू ढुङ्गाले चिप्नु है यसले चेपेर राख्ने हो ढुङ्गाले चिप्नु अलि उडिहाल्छ हावाले बिचमा राखिदिमै त्यसो है त्यसरी ल अझै ठुलो ठुलो के पर्ला मेरो फोटो खिचेर खान्छ अब त्यहाँ भिडियो ल मेरो फाइनली बन्यो साथीहरू मैले पनि झार्दै बनाएँ सिना एउटा सिनो अबे हावाले ढलाइदिन्छु यार त्यो त्यति लामो सिनो भन्नु यत्रो बनाइदिउँ ल रोक फोटोमा छोइदिन्छु तिमी छोइदेऊ ल यहाँ छ नानी यता माथि सरी छ न कप छ तातो मान्छे हट हट वाटर कप कप छ नि तातो पानी कप छ है कप छ भने प्लास्टिकमा दिनु न प्लास्टिक कपमा हुन्छ त कोही प्लास्टिक कपै ल्याएर दिन्छ त अनि अघि यत्रो बिटै निकाल्दै कहाँ थियो I didn't get your name. Your name? Me, Pooja. Pooja. Black bag. What's your surname? It's Pooja Padamkul. I belong to somewhere around this area. Somewhere in my village. I'm साथीहरु यस्तो मजाले हिउँ पर्यो किन जाडो भयो भनेको त हेर्नु कसरी हिउँ पर्यो भाइ वा सुस्मी हिउँ पर्यो वा हिउँ पर्यो ओ माय गॉड फर्स्ट टाइम होला साथीहरु यसरी लक्की ओ माय गॉड हेर्नु न देखि हिउँ परेको कस्तो मजाले पन कस्तो मजाले हिउँ परेको भाइ लाइफमा फर्स्ट टाइम अनि मन त्यही त हो नि यस्तो हिउँ पऱ्यो भाइ तर यहाँ आज पर्छ होला कि अलि पक्कै पनि यस्तो जाडो भइरहेको साथीहरू म त हात खुट्टा थर 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 कामेर कस्तो भएको छ क्या ल सुस्मी अगाडि भ्लग गर्दै हो म चाहिँ पछाडि आफ्नै तालमा चाहिँ हामी चाहिँ यस्तो कस्तो फर्स्ट टाइम कस्तो मजाले परेको बिसायो क्या है ए पढ्दैछ हिउँ पर्दैछ साथीहरू ल साथीहरू हामी चाहिँ अब माथि गयौँ फोटोसोटो खिच्यौँ भिडियो गरायौँ फर्किँदैछौँ हामी चाहिँ अब इतना खुस तर हामी धेरै खुसी छौँ है यहाँ आएर यस्तो दामी चिल पारामा ओइ बिसायो हिउँ त तर हिउँ त के असिना जस्तो पर्दो रहेछ न झ्याम पर्ने अचम्मै भयो त हौ के हो त यस्तो नजिक हामी लाली गुराँस खोज्न उता धवादी डाँडामा कसरी गएको थियौँ हिउँ
हामी है हेलो गाइज बाई बाई गुड नाइट लास्टै थकाइ लगाएर खाना खाएर हामी चाहिँ सुत्यौँ अब चाहिँ नेक्स्ट ब्लगमा भेट्छु अहिले चाहिँ बाई बाई